हामी बस्ने रुम गाइज त्यो है उहाँ सक्नुहुन्छ नि झ्यालमा छ नि त्यो एउटा केटी गाइज सबभन्दा सुरु आइसक्यो म पेटालो बिछाइसक्यो सेकेन्डमा गाइज यो भागमा भाग भइसक्यो थाकिसके यो साइड बेचिदिनु एक साइड दुई साइड पनि हिँड्नु पर्छ म जान्दिनँ कालो लानु हेलो गाइज वेलकम टु माई युट्युब च्यानल सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ र अहिले मलाई राति देखिराख्नु भएको छ र किन राति देखिराख्नु भएको छ भने चाहिँ अहिले चाहिँ हामी देउसी तिहारको टुर हिँड्न आँटेको हामीले देउसी भैलो खेलेको पैसाले हामी टुर लागेको अब अनि त्यही हो हामी चाहिँ अहिले 4:30 बजिरहेछ होला यता ब्युटिफुल रातिको बेला चाहिँ अलिक हाम्रो दाँत मात्र टल्केको होला नआयो मेरो कस्तो अन्ध्यारो देखेको हेलो दुनियाँको सबैभन्दा पातलो बस स्ट्यान्ड नै आइज हामी त्यही पातलो बुक अरे पातलो फोन ओके बाई बाई गाइस हेर्नु होला अनि त्यही हो अब चाहिँ हामी म धेरै लामो भ्लग बनाउँदिनँ होइन किनकि मेरो अलिक मोबाइल प्रब्लम पनि छ स्पेस त्यही हो बुझ्नु अब मैले पहिला पनि भ्लगमा भनिरहेको थिएँ लामो भ्लग बनाउँदिनँ भेट्दै गरौँ बिचमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस अहिले चाहिँ हामी यहाँ धरान आइसकेको छौँ यहाँ पानी परिरहेछ अनि अब चाहिँ हामी यहाँबाट बस कुरिरहेछौँ अहिले कति 7 बज्यो हेर्दै गर्नु होला म चाहिँ धेरै बोल्न सक्दिनँ त्यही हो अहिले चाहिँ गाइज हामी हिलै आइसकेको छौँ अनि अब भर्खर आएको हामी चाहिँ त्यही हो आज चाहिँ हामी यतै बस्छौँ सायद भोलि चाहिँ हामी इलामतिर लाग्छौँ मलाई यहाँबाट चाहिँ इलाम जाने कुरा हुँदैछ अनि अब पहिलाकै रुममा बसेको हामी चाहिँ पहिलाकै ठाउँमा किन कम्फोर्टेबल हुन्छ नि त पहिलाको ठाउँमा अनि अहिले चाहिँ यताको मौसम यस्तो छ त्यस्तो साह्रो चाहिँ चिसो छैन तर चिसो छ अनि पहिला चाहिँ मैले यो ठाउँमा भ्लग बनाएको तपाईँहरूलाई याद होला पहिलाको भिडियोमा गएर हेर्नु होला मेरो पहिला यो थिएन अहिले चाहिँ यो अपडेट भएछ यो होटलको अनि अहिले चाहिँ चिसो बवाल चिसो छ गाइज अनि सबैजना आफ्नो रुममा लेडिजहरू आफ्नो रुममा बसिरहेछन् जेन्ट्सहरू आफ्नो रुममा बसिरहेछन् अनि त्यही हो अब चाहिँ हामी खानासाना खान्छौँ अहिले खानासाना खाएको देखाइदिन्छु अनि त्यही हो भोलि चाहिँ हामी हिलेतिर जान्छौँ मलाई सायद अनि यो मेरो पार्ट 1 भ्लग हुन्छ अनि पार्ट 2 चाहिँ भोलिको म निकाल्छु यो चाहिँ सानै भ्लग आयो टेन्सन नलिनु होला गाइज यस्तै हो हाम्रो यहाँ स्कुल छ यता दिएको स्कुल यस्तै हुँदो रहेछ गाइज के गर्नु कस्तो दामी यतातिर क्या यो सब्जीहरू फलाउने यतै सब्जीहरू फलाउने कस्तो दामी क्या यो सबै सब्जीहरू यहाँ फलाउँछ योतिर सबै यता अनि यो हाम्रो चाहिँ यस्तो तलवाला होटल हो क्या यस्तो माथिसम्म छ यस्तो माथि त्यही हो अब चाहिँ अहिले म बाहिरको भ्यू पनि देखाइदिन्छु गाइज अनि त्यही हो भेट्दै गरौँ त्यही हो गाइज अहिले चाहिँ हामी यहाँ घुम्न आइसकेको छौँ र अहिले यता तल्लो आएको छौँ रुमदेखि हामी होइन अहिले हामी केटाहरू मात्रै छौँ केटीहरू आराम गर्दैछन् अहिले चाहिँ यहाँ खानाको अर्डर दिएर हामी तल आएको छौँ घुमघाम गर्नलाई हल्का भाइहरूसँग रमझम गर्न भाइहरूलाई पनि देखाइदिउँ यता छन् भाइहरू यता हेर्दै हो हल्का अनुहारहरू देखाइदिउँ हाम्रो अर्को सबिन भाइ कहाँ छ सबिन भाइ पछाडि छौँ हाम्रो सबिन भाइलाई देखाइदिउँ भ्लगै चल्दैन त्यो त फिक्स हो भाइ म यो भ्लगको मेन पार्ट भ्यू चाहिँ बवाल छ है उता यस्तो चिसो छ नि विराटनगरवासीहरूलाई चाहिँ एकदम रेगुलेट हुँदै होला कि हाम्रो यो फेरि यो नसोच्नु होला कि हाम्रो भाइहरूले भेष लगायो भन्नेमा यहाँ गर्मी नै होला भनेर यो चाहिँ यस्तो बाटो छ यार मा खुट्टा रोकिँदैन यार खुट्टा नरोकिने बाटो छ
चढ्ने बेलामा त के भन्छ ओइ अहिले चढ्ने बेला चाहिँ एउटा लट्ठी बोक्नु नि सबैजना हेर्नु भयो होला गाइस बाटो कस्तो थियो भनेर के गर्छ सर गर्न त म उता देखाउँदिनँ हौ हाम्रो भाइ चाहिँ एउटा लाज शरम मुत्न गएको अर्को साथमा साथ दिन गएको पक्रिदिन्छ त्यो दामी भिउ आउँदो रहेछ यहाँ एउटा चाहिँ अब यहाँ भिडियो बनाइदिउँ यहाँबाट देख्यो खतरा भ्यू छ यहाँबाट झन् हिमाल देखेको झन् खतरा यो पाहाड पुग्यो भने नि त्यहाँबाट चाहिँ हिमाल देखिन्छ ल जाउँ खतरा किन हामी त्यहाँ गएको होइन र त्यहाँ गएको थिएन हामी गोविन्दले च्यालेन्ज कहाँ गरेको अरे गाइस त्यो पर टावर 2 घण्टा पुग्छ अरे सुनिस् हो त त्यही भनेको तैँले हो क्या नि भाइ त्यो परको भनेको छैन माथिको यो दाइ 2 तैँले भने 5 घण्टा दिन्छु पुगेर 5 घण्टा ल जा 5 घण्टा दिनु ल जा अहिले कुरो किन चेन्ज ल जा नि त 5 घण्टा तँलाई मैले दिएँ यो साइड बेचिदिनु एक साइड दुई साइड पनि हिँड्नु पर्छ म जान्दिन कालो लानु न कालो लानु त फेरि अधारो भयो भने हराउँछ र ल भेट्दै गरौँ गाइस कहाँ खोज्नु त गाइस यो भागम भाग भइसक्यो थाकिसके यसलाई ओइ फ्या भयो यार थट यसको सुजी घुरेको दाइ दौडी दौडी ओइ लामो हालेको नु है सबैको त्यही भएर धुम्रपान सेटको लागि हामी होइन गाई त्यहाँ मुनिबाट यही छ दौडिनु फाट्यो मेरो बोलीले थाहा पाउनुहुन्छ कति थाक्यो कति पनि कुदेको म कुदेको मुनिबाट जन्म यो माथि अझै यो माथि कहाँ जान्छ ल गोविन्दले ल खोकी आइदिसक्यो यति दौडिँदै गाई दा यहाँ के फल्छ अरे अस्ति हामीले के उठाएको थियौँ यसपालि पनि लौका यसपालि पनि लौका उठाइदिनु पर्ने जस्तो छ गाइस गाइस हेर्नु दाइले के भेट्यो 2 घण्टामा पुग्छु भन्दैमा सबै दाइ चोर हेर्नु है गाइस इस्कुस स्पेसल इस्कुस अर्ग्यानिक इस्कुस चाह्यो भने कमेन्ट गर्नु है बिना खादको चाह्यो भने कमेन्ट गर्नु गाइस हुन्छ दाइको आइडी अनलाइन डेलिभरी हाम्रो होटल चाहिँ वा पर छ गाइस हाम्रो होटल पनि देखेर कहाँ छ त हाम्रो होटल उता आवाज यहाँ हेर्न सक्नुहुन्छ यहाँ यस्तो दामी यस्तो जङ्गलमा हराएको भए त बाउ पनि खोज्नु आउँदैन मेरो हेर्न सक्नुहुन्छ लभली यार हामी बस्ने रुम गाइज त्यो है उहाँ हेर्न सक्नुहुन्छ नि झ्यालमा छ नि त्यो एउटा केटी दिदी रहेछ बस्ने रुम चाहिँ त्यो है हाम्रो यति पर अनि हामी कहाँ तल छु गाइज हेर्नु भिडियो बनाउ न के बोलाउँदैछ हामीलाई छोडिदियो मैले बोलाउँदै गर्छ होइन ल गाइस फोटो सुट हुने चाहिँ माथिबाट हेर्न सक्नुहुन्छ मान्छे चिन्दैन ल गाइस फोटो सुट खतम होइन अब हाम्रो ल फेरि एक लड हरे लास्ट चाहिँ ल गाइस अनमोल दाइको नयाँ फोन अरे नयाँ फोन कति अरे प्राइस
40,000 को फोन गाइज वलको पातलो फोन अरे अचम्म लाग्यो यार यो दुईटा बिल्डिङ हुँदा हेर न होइन गाइज म अनुमोलाको फोनले फोटो खिच्दैछ माथिबाट नदेखेको होला उहाँ नु हल्का पर छ त्यही भएर यस्तो भएको खै फ्या भइसक्यो गाई त्यो पोज दिँदा पनि फ्या भइसक्यो हामी त यहाँ ए बाप्रे म खिच्दिनँ भयो चल्दैन म त यो चाहिँ कुन स्कुल हौ नाम पनि छैन स्कुल हो यो चाहिँ तोम्बा चोकको यो स्कुल हो एउटा यहाँपट्टि छ अनि एउटा माथिपट्टि उतापट्टि छ सक्नुहुन्छ है पछाडि यहाँ केटाहरू हिँड्दैछ केटाहरू ग्याङ बल्ल गाइस रोड आउनु थाल्यो अब टेन्सन अब गाइस एभरेज चढ्न लाग्यो हादै एभरेज चढ्न लाग्यो अब अक्सिजनको मात्रै कमी छ होइन सब भइसक्यो होइन चढ्नको पनि चढिसक्यो अक्सिजनको यहाँ एभरेज हेर्न सक्नुहुन्छ गाइस कहाँ माथि छ होइन पुरै माथि छ अब गाई दौडौँ यहाँबाट ल होइन दौड्नु न ल 1 2 3 गाई ल रन भइसक्यो मारियो दिन्छु ल म एकले गाई सबभन्दा सुरु आइसक्यो म केटाहरू बिचारिसक्यो सेकेन्डमा अब कस्तो भात रुच्छ होला ल गाई फाइनली आइसक्यौँ कहाँ जान्छौ रहनु भएको थियो नि त ल अहिले अगाडिको भिडियो देखाउँदै गरौँ ल अहिलेलाई बाई बाई खाना आँटेको छ सबजना भाइ बहिनीहरू यता छ सबजना खाना खाँदैछ हामी पनि खाना खाँदैछ ठुलो थाल यार सबको थाल यस्तो छ होइन यहाँ 2 जना भिआइपीहरूको थाल थम्मेल